पहिला त म हाम्रो मोटिभेसन दिने सरलाई धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु। यदि आज उहाँ यहाँ नआउनु भएको भए आज हामीले यति महत्त्वपूर्ण कुरा जुन जीवनमा एक न एकचोटि सुन्नुपर्छ त सुने अनुसार त्यो गर्नु पनि पर्छ। यदि उहाँ आज नआउनु भएकोमा यति धेरै समय, यति महत्त्वपूर्ण समय, यति मूल्यवान समय हामीप्रति व्यतीत नगर्नु भएको भए हामीले यति इम्पोर्टेन्ट, यति जीवनमा सिक्नु नै पर्ने कुरा सिक्ने थिएनौँ होला। त्यसैले पहिला त म तपाईँलाई धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु। र त्यसपछि आजको यो कार्यक्रम एकदमै महत्त्वपूर्ण छ। यो कार्यक्रममा उहाँले हामीलाई यस्तो कुरा सिकाउनु भएको छ जुन चाहिँ हामीले हाम्रो जीवनमा सिक्नु नै पर्छ र त्यो सिके अनुसार आफ्नो जीवनमा अपनाउनु नै पर्छ। पहिला हामीले के सिक्यौँ? द पावर अफ भिजुअलाइजेसन। मतलब जुन हामीले देख्छौँ, जुन हामीले सिक्छौँ त्यो हाम्रो दिमागमा रहन्छ र त्यो दिमागमा जब त्यो कुरा हाम्रो दिमागमा रहन्छ नि तब हाम्रो मनले, तब हाम्रो दिमागले त्यो गर्नै पर्छ र त्यो जसरी नै जे गरेर नि जुन हालतमा नि गर्नै पर्छ। र यसको हामीलाई सरले एउटा फुल फर्म नि भन्नुभयो, G=P², जसमा G चाहिँ गोल र P² चाहिँ प्लेजर अनि पेन। कुनै पनि गोल हासिल गर्न प्लेजर, खुसी, आनन्द पनि हुन्छ र साथसाथै पेन पनि हुन्छ। यदि गोल हामीले सोचेको, भिजुअलाइज गरेको गोल हासिल गर्यो भने हामीले प्लेजर पाउँछौँ, खुसी, आनन्द पाउँछौँ। र यदि त्यो गोल हासिल गरेनौँ, मेहनत गर्दा पनि त्यो हासिल गर्न सकेनौँ भने पेन पनि उत्तिकै पाउँछौँ। पेन अर्थात् दुःख। आफूले मेहनत गर्ने, सके जति गर्ने, टाइम पनि दिने, तर गर्दा पनि कहिले कसो कुनै केही कारणले गर्दा नआउन सक्छ। र त्यति बेला हामीमा आफैप्रति पनि धेरै डिसअपोइन्टमेन्ट, धेरै आफूप्रति एकदम अनह्याप्पी त्यो पनि एकदमै आउँछ। एकदम मैले फिल नै गरेछु। त्यो गर्दै नआउने प्लस आफूमाथि एकदम अनह्याप्पी, डिसअपोइन्ट हुने। त्यसपछि हामीले के सिक्यौँ भन्दा त्यो रुट अफ कुनै पनि कुराको रुट अफ कज। त्यो सरले हामीलाई सुरुमा यहाँ ड्रइङ गराउनु भयो, एउटा रुट देखाउनु भयो, त्यसको माथिको एउटा लिफ देखाउनु भयो, अनि त्यसपछि ट्रङ्क देखाउनु भयो। अनि त्यो रुख अड्डेको त्यो रुट अफ कज के थियो भन्दा त्यसको त्यो तलको रुट सिस्टम, रुट हो कि नै? त्यस्तै त्यो रुटले गर्दा त्यो पुरै रुख नै अड्डियो नि। त्यो रुखको सबैभन्दा पावरफुल पार्ट के रहेछ भन्दा रुट सिस्टम। के रहेछ भन्दा रुट सिस्टम। त्यही भएर हामीले देख्न सक्ने चिज भन्दा पनि बढी पावरफुल के हुन्छ भन्दा हामीले फिल गर्ने कुरा। जस्तै सरले नै इक्जाम्पल दिनुभयो, म त्यही दोहोऱ्याउन चाहे। फर्स्टमा त त्यो अक्सिजन र पानी। हामी मान्छेलाई बाँच्नको लागि चाहिने पानी नि भन्छ तर अक्सिजन नि भन्छ। पानी हामीले देख्न सक्छौँ, खान सक्छौँ, तर अक्सिजन हामीले देख्न सक्दैनौँ नि। तर पानी नखाएसम्म, मैले दिनको चाहिँ कम्पेयर गर्न चाहेन, तर पानी नखाएर हामी 3, 4, 5 घन्टासम्म सक्छौँ, नसक्ने होइन। तर अक्सिजन नभइकन 5 मिनट बस्न त ट्राई गर्नु त तपाईँहरू सकिन्न नि हो। त्यही भएर हामीले देख्न सक्ने भन्दा पनि नदेख्न सक्ने कुराहरू एकदमै पावरफुल हुन्छ र एकदमै हुन्छ। त्यसपछि हामीले एकछिन ब्रेक टाइम पायौँ अनि फेरि त्यसपछि हाम्रो रुटिन, डेली रुटिन त्यो गर्न भन्नुभयो। अनि सरले चाहिँ आफ्नो साइकोलोजिकल पावर त्यही भनौँ हो, त्यसबाट हाम्रो कमी होइन त्यो रुटिन गराउनु भएको छ। 10 क्लासको है रुटिन गराइदिनु भएको छ नौरा सरले। तर तपाईँहरूले रुटिन गराउँदा पनि टाइम अनुसार पढ्दा पनि मेरो कमी चाहिँ कन्टिन्यू स्टडिङमा छ भन्नुभयो। अनि त्यसको फेरि किन त्यो भयो भन्दा हाम्रो नौरा सरले नि भनिदिनु भयो। किन भयो भन्दा सरले रुटिन त गराइदिनु भएको छ, तर तपाईँहरूले त्यसलाई स्ट्रिक्टली फलो गर्नु भएको छैन। पढ्ने समयमा गफ गर्नुभएको छ, बस्नुभएको छ, हाँस्नुभएको छ। द्याट्स द मेन कज यु डिड दिस है। यो एकदमै मेन कज हो। तपाईँले नौरा सरले छुट्याइदिनु भएको समयमा नि हाँस्नुभयो, बोल्नुभयो, तपाईँले त्यो समयलाई एकदम पर्फेक्टली युटिलाइज गर्न सक्नु भएन। र त्यही हो तपाईँको सबैभन्दा मूल कारण, तपाईँले आफ्नो स्टडी कन्टिन्यू गर्न नसक्नु भएको। अनि
म्यानेजमेन्ट गर्ने स्टेप्स नै सिकाइदिनु भयो कसरी लाइक मैले फेरि त्यो दोहोऱ्याउन चाहेँ त्यो नेपालीमा मेनली त मैले पनि सक्दैन टाइम म्यानेजमेन्ट गर्न तर त्यो कारण के रहेछ भन्दा हाम्रो नेपाली हाम्रो म्यामले पढाउनुहुन्छ क्लास 8 लाई अनि त्यति बेला 1 पेज ह्यान्डराइटिङ दिनुहुन्छ तर हामीले त्यति बेला के गर्दो रहेछौँ टाइम नहेरिकन गर्दो रहेछौँ हो कि नै टाइम नहेरिकन इभन मैले नि टाइम हेर्दैन लाइक होमवर्क गर्दा बस्दाखेरि टाइम नहेरिकन गर्ने अनि त्यो एकदम ठुलो मिस्टेक हामीले एक्जाममा नि गर्ने त्यही ब्ल्याङ्क पेपर जुनमा कालो लाइन अन्डरलाइन हुन्छ त्यही पेपर हो होमवर्क गर्ने पनि त्यही पेपर हो तर एक्जाम दिने बेलामा टाइम किन पुग्दैन त्यो 1 पेज गर्ने बेलामा टाइमलाई म्यानेज गरेर यति मिनटमा मैले यति भ्याउँछु भनेर हामीले प्लान गरेको हुँदैन हामीले त जस्तो लाइक छिटो होमवर्क भ्याम जस्तो हुन्छ नि छिटो होमवर्क भ्याम मोबाइल हेरौँ टिकटक हेरौँ मलाई नि हुन्छ सरी तर त्यस्तो हुन्छ नि त अनि त्यसले गर्दा हो हाम्रो टाइम म्यानेजमेन्ट नहुने र आजको यो कार्यक्रम यति इफेक्टिभ यति बेस्ट मलाई यो चाहिँ एकदम बेस्ट लाग्यो र यो एकदमै इफेक्टिभ छ लाइक हामी बियली भयो अनि मेन त यो 10 लाई र 8 लाई चाहिँ लायो 9 को पनि ठिकै छ राम्रो छ 10 मा राम्रो हुन्छ तर यो मलाई एकदम इफेक्टिभ चाहिँ 8 लाई र 10 लाई लाग्यो सो त्यही भएर यो कार्यक्रम अर्गनाइज गर्नुहुने हाम्रो स्कुल